Wih, sap. Dulu udahin aja. A few moments later. Hello guys, welcome to my YouTube channel. I hope तुम्हारे साथ आशा राख्छु आज त लाग्छ यो हवा त यसकै यता जान्नको हैन हामी यता बाबुहरु छन् हैन अगाडि हामीहरु चाहिँ यता घुम्न जान लाग्यो हैन घुम्न भन्नाले के रे कस्तो जान लाग्यो के कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला जो नयाँ हाम्रो च्यानलमा सब्स्क्राइब गर्नु होला यस्तो हवा चलाछ नि त्यही भएर भएर आउने मनै लाग्छ के यहाँ हामी हवा चलाछ हैन हामी चाहिँ यतै छौ यस्तो दामी चिसो पान्छ नि हाई गर्नु नि यता हाई ब्ल्याक शेयर कमेन्ट गर्नु अनि आशी सोध्नु न एक दुईटालाई शेयर हान्नु ह पानी यस्तो दामी छ नि यहाँ अब चिसो पानी टक्क खानुपर्छ है अब यस्तो धारा छ नि यहाँ दामी कोले चिन्छ कमेन्ट गर्नु पर्यो है यहाँ कहाँ जाने रे भन त बोइलर ल्याउन के गर्ने बोइलर ल्याउने हो काट्ने यस्तो हताले नि गाडी पुरै छोडिदिनु के खोलामा भएर हटल राखेन खाऊ न म खान्छु तिमी खाऊ न अब हामीले पानी टेस्ट गर्नुपर्ने हुन्छ यहाँ कस्तो छ कडक यसरी पकाउने यस्तो चिसो पानी पनि पुरै छोडिदिएर अनि हो के कहाँदेखि आउँछ कहाँदेखि नि त्यहाँ मूल देखि आयो मुई माथिदेखि आयो कस्तो बनाए यस्तो दियो कि सिधा बनाओ यस्तो चिसो छ मिलाउनु पर्ने हुन्छ कबाल चाहिँ छ यति लामो कोहीको छैन उही गर्मी लाग्छ त गाइस गर्मी त जो नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्ने त्यहाँ शेयर हान्नु पर्यो एक दुईटालाई टक्क एक दुईटालाई हैन धेरैलाई हो धेरैलाई हान्नु जति सक्दो नै अब हाम्रो जति ओ यहाँ यस्तो हिलोबाट हिँड्नु पर्ने भयो अब त खुट्टा खतम ओइ जति सक्दो धेरैलाई हान्नु हात लाउने बाबुहरु पुरा हिँड्दैछ नि पानी खाँदा खाँदै वाक्या पानी गाडीमा लग्या पानी कस्तो निकाल्यो यस्तो दामी यहाँ फेरि यस्तो हावा चलेछ नि तिलपुरमा हैन अब हामी चाहिँ यता रोडतिर गएर अलि माथितिर गएर भिडियो गरेछौँ लास्टै एउटा भयो है गर्नु भयो जो नयाँ हुन्छ च्यानलमा सब्स्क्राइब गर्ने शेयर गर्ने कमेन्ट गर्ने माया देखाइदिने धुलो उड्यो यस्तो धुलो उड्या छ यारमा यस्तो धुलो उड्या यार सबैले त फुटबल खेल्ने ग्राउन्डबाट आयो दाजु कराउँदा कसैले सुन्दैन त्यस्तो धुलो उड्या त्यहाँ परबाट यार हेर न टुक्रियो है बाबु आइमा जस्तो टुक्रिया छ हामी यस्तै रमाइलो गर्दै जानुपर्छ है डुग्रियो न यहाँ डुग्रियो त डुग्रियो न खिरखिरी डुग्रियो न जान तिम्रो हात पनि छ क्या डुग्रियो न पुरा खुट्टा चला धुलो उडाएन क्या धुलो उडाउँदै कस्तो रे हाम्रो त्यो लोकल एउटा गीत छ नि हामी जाउँ माथि जानु पर्यो त्यहाँ टावर छ त्यहाँसम्म ल हाम्रो अनुभव चाहिँ एउटा ऱ्याप हानिन्छ सुन्नु होला त्यस्तो हवा लाग्छ छैन क्या त्यही भएर भिडियो गराउने ठिक हवा लाग्छ चलाएको छ क्या
अहिले सुन्ने ढाकै फ्यु यार यसको यहाँनिरको भिडियो हामीले चाहिँ उयो माथि गएर इन गर्दैछौँ कमेन्ट गरेर लगाइ चाहिँ हामी चाहिँ यहाँनिर आइसक्यौँ यस्तो चाहिँ हामी आउँछौँ टक्क हावा चलेर कभर आइसक्यो अब हामी चाहिँ पस्छौँ भन्नाले पनि ऊ त्यो टावर देख्नु तपाईँहरूले होइन यहाँ माथि ठ्याक्क त्यो टावरनिर छ हामीले त्यसमा जानुपर्ने हुन्छ हामी चाहिँ टक्क ब्रिज बाटोमा आइसक्यौँ देख्न सक्नुहुन्छ जानु चाहिँ टक्क हामी चाहिँ अब तिनजना त्यहाँ गएर के ल्याउने रे बोइलर खाने बेच्ने खाने भन्ने अन्त हामी चाहिँ त्यहाँ बोइलर ल्याउनु जानु लाग्यो होइन हामी पस्नु जानु लाग्यो अब ठ्याक्क अब के भन्ने त्यस्तो जब भिडियो गराउँछु भन्यो टक्क हावा चलेर व्यवस्थै गराइसक्यो यार गाइस के गर्ने होइन हामी यहाँ जान्छौँ होइन बाबुको जिन्दगी नै झोले जिन्दगी रहेछ तल्ला गयो घरि जल्ला गयो को केटीलाई ल पर्खाएर तिम्रो कोसँग कोही केटी छन् भने मिलाइदिनु कमेन्ट गर्दै हुन्छ क्या पुग्छ बाबुलाई होइन कमेन्ट गरे पुग्छ भनेको क्या कमेन्ट गरेर म छु भनेपछि आफै बोलाइहाल्छन् बाबु यसमा 1 लाइक जानुपर्छ ल यो कपाल टक्लु हान्छु ल साँच्ची 1 लाख 1 लाख अघि भर्खर एउटा 1 भने तिमीले 1 लाख भने 1 लाख 1000 भने यस्तो ठगेको गाइस हैन 1000 ल 1000 कमेन्ट लाइक 1000 कि भ्युज भन्नु लाइक 1000 भ्युज र 1000 पुग्दैन बाबु पुग्छ युट्युबमा कहाँ पुग्छ कोही त कोही झोकिन गर्छ कोही जान्छ किन भन्छु जान्नु सक्छ भरौँ न भाइरल होइन वर्षमा त्यो भन्ने कुरा हुन्न के होइन ल भिडियो के कस्तो लाग्छ अब हामीले पसल गर्ने अब पसल चाहिँ के छ मलाई त्यो थाहा छैन होइन त्यही तल्ला लिन जान लागेको छ नि बाबु त्यही म पनि आएँ होइन 1000 लाइक पुग्छ त्यही युट्युब कपाल काट जहिले भए पनि हो ल मान्छे आफै आएर मेसिन लाउने फेरि तिम्रो टाउकोमा त्यो स्वाट पारेर जिरोमा भिडियो के कस्तो लाग्छ कमेन्ट मैले काट्ने भने ल लगाइ हामी चाहिँ लिएर आइसक्यौँ हामी त्यो पुरा लिएर आइसक्यौँ गर्मीमा हामी चाहिँ जानुपर्ने घर लास्टै गर्मीमा चाहिँ हावा पनि भाइर भिडियो गराएर खान्छ मलाई छैन बाँकी अब भिडियो हेर्दै गर्नु लाग्छ कस्तो लाग्छ कमेन्ट गर्नु ल हामी चाहिँ ठ्याक्क घर आइपुगेको थियौँ होइन गाइस हामी चाहिँ यतातिर पुरै हाम्रो घर यता घरदेखि हल्का पर गर्दा पुरै त्यहाँ आगो चाहिँ बलिरहेको छ होइन के भएर आगो लाग्यो त्यो त थाहा भएन त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले मान्छे यहाँनिर खेदेका छन् यहाँदेखि राख्छ क्यामेराले भ्याउँदैन हामी सिधा लाग्छौँ के भएर आगो लागेको रहेछ तपाईँहरूलाई देखाउँछौँ हामीले अचल गर्मीमा त्यही हो हल्का कतै आगो भेट्यो भने सट्टै आगो बलिहाल्छ त्यही भएर सबैजना एकदम पऱ्यो होइन गर्मीमा आगालाई चाहिँ सतर्क गर्नु आगोहरू चाहिँ जतापाइ त्यतै लाग्नु भएन होइन त्यहाँ पत्रिकाले लाइटरहरू चलाएर राख्नु भएन त्यही भने आफूलाई हानि हुन्छ त्यहाँ पऱ्यो भने आगो पनि चल्किहाल्छ के भएर हो होइन आगो लागि हामीले त्यहाँ गएर देखाउँछौँ के भएर रहेछ सबै देखाउँछौँ धेरै मान्छे खेल्नु भएको छ होइन के भयो अब हामीले चाहिँ त्यहाँ गएर हेर्नुपर्ने हुन्छ अब चाहिँ खत्रै यहाँ पुरै यस्तो गौबार छ देख्नुहुन्छ तपाईँहरूले होइन सुकेको सब गौबारी यहाँ आगो लाग्यो भने के हुन्छ यो गौबारी एउटा पनि रहँदैन सब गौबारी पनि सब जल्छ होइन यस्तो छ है होइन सबै जलेर सकिन्छ परालका टोकाहरू पनि धेरै छन् यता माथि घर घरमा केमा लाग्यो अब है गाउँमा लाग्यो कि केमा लाग्यो होइन हामी जाँदैछौँ म अनि हामी तिनजना जाँदैछौँ अब भिडियो म के गरेर गराउँछु हेर्दै गर्नु होला है नपठाएर जग्गामा आगो पुरै टन्नै लागेको छ कि हो यहाँदेखि पानी छ नि आगो टन्नै लागेको आगो डान्छ आगो
पठालकोट हो के हो नि यो तार छुटेर बिजुली तार छुटेर टन्नै रहेछ आएको त गाउँमा जान्न नि गाउँमा लाग्यो अझै बढी आवाला पराला बनाएको थियो नि यो दादा नि कसले दादा नि मैले दादा यो तार यही तार खसेर हो स्त्री तार खसेर पुरै तार खसेर भएर रहेछ होइन हामी चाहिँ अब लाइटरले पहिला आउँछ बात गरेर चाहिँ खासमा यो लाइनको तार चाहिँ खस्यो रहेछ वाइफाईको तारमा होइन केसमा यो तार के नाङ्गो तार पुरै बिजुलीको खस्यो रहेछ क्या गाई चाहिँ होइन कहिले देख्न सक्नुहुन्छ नाङ्गो तार भनेपछि यस्तो नाङ्गो तार यो त डेन्जर होइन बच्चालाई यस्तो भएर चाहिँ पोलको छेउछाउ नराख्नु होला ए भएर चाहिँ मैले त अब लगायो चाहिँ होइन अलि डेन्जरै भएर चाहिँ सबैजना अब सतर्क भन्नु होला यहाँ पनि आयो अब साप पनि आउँछ हावाहुरीमा यस्तो हावामा यस्तो सुकिया गौ रहेछ यो गाउँमा टिभा बेची सब सकिनु रहेछ आज धन्न बच्यो रहेछ हो लिपाइसक्नु भएको रहेछ हामी आउँदासम्म अब हामी उता गएको भिडियो एकदम सेयर गर्नु होला होइन सबैजनाले थाहा पाउनु कुरो हो यो चाहिँ है गरिन्छ बाबुलाई साप
हो साँच्ची हो ओ गाई देख्नु मैले यस्तो पढाइ गरिदिन्छु हिँड्दा हातको याद जान्ने कस्तो भयो कस्तो डर लाग्यो त्यो यता हेरेर भन न कस्तो हेलो गाइज होइन आज भिडियो अब के कस्तो भयो कमेन्ट गर्नु होला होइन अब त्यहाँ बड चाहिँ आगो लागेको रहेछ होइन त्यो बिजुलीको पोलहरूको त्यो तार छुट्टिएर क्या नाङ्गो तार नै खस्यो रहेछ होइन त्यसले गर्दाखेरि आगो लागेको रहेछ होइन एकदम सबैजना सतर्क हुनु होला होइन अब आफ्नो घर नजिकको पोलहरूको कन्डिसन कस्तो छ त्यो पनि हेर्नु होला राम्रो छैन भने चाहिँ होइन सर्भिसिङ गर्ने मान्छेहरू गराउने मान्छेहरूलाई भनेर फोन गरेर बोलाएर राम्रोसँग गराउनु होला होइन झन्नै मान्छेलाई चाहिँ के भएन रहेछ मान्छे माथि खसेको भएपछि फिक्स मान्छेहरूलाई धेरै नोक्सान पुर्याउँथ्यो होइन त्यही हो सबैजनालाई एकदम सेयर गर्नु होला सक्दो सेयर गर्नु होला जो नै हुन्छ च्यानलमा सब्सक्राइब गर्नु होला हामी नेक्स्ट भ्लगमा नेक्स्ट डेमा भेट्नेछौँ न्यू भ्लगमा भेटौँला गाइज बाई